हेलो सबैलाई नमस्ते, वेलकम छ मेरो मिनी भ्लगमा। आज चाहिँ हामी साथीभाइ मिलेर जाँदैछौँ हाइकिङ। यो चाहिँ हाम्रो सेकेन्डचोटि हो, किनकि फर्स्टचोटि योभन्दा अगाडि हामी गइसकेको थियौँ। हामी ढिलो गएको कारण हामीले गन्तव्यमा पुग्न सकेनौँ। आधा बाटोभन्दा नि कममै हामी फर्किन परेको थियो, त्यसैले हामी फेरि त्यो गन्तव्य पुरा गर्नलाई फेरि जाँदैछौँ। मेरो साथीहरू पनि एकजना थपेकी छिन्, साथी भनौँ बहिनी भनौँ एउटै हो। त्यसपछि हामी गन्तव्य सुरु भयो, जहाँ चाहिँ पैदल मार्ग। अनि म खुसी हुँदैछु, एक्साइटेड पनि छु, किनकि अघिल्लो पालि हामीले कम्प्लिट गर्न सकेको थिएनौँ, त्यसैले अहिले अलि चाँडो पनि गएका थियौँ र एक्साइटेड थियौँ एकदमै। त्यसपछि हाम्रो गन्तव्य सुरु भयो अनि मेरो साथीले भ्लगिङ गर्दैछिन्, देखाउँदैछिन् मेरो फोनबाट। अनि फेरि हामी सुरु गऱ्यो हाम्रो यात्रा फोटो खिच्दै। त्यसपछि फोटो नखिचिकन हामी हिँडेर चच्चडो पुग्नुपर्छ भनेर सिधै हिँडेर हामी पुग्यौँ चेकपोस्टमा। यहाँ चेकिङ गऱ्यौँ, त्यसपछि चेकिङ गऱ्यौँ, त्यहाँ लेखाउनु पर्ने रहेछ। जाँदा पनि हामीले तल पनि लेखाएको थियौँ र हामी यहाँ चेकिङ गरेर हामी लाग्यौँ फेरि हाम्रो गन्तव्यतर्फ। यहाँ आउन चाहिँ हामीलाई 40 मिनट लागेको थियो फुलबारी गेटबाट। र फुलबारी गेटमा पनि हामीले आफ्नो आइडी कार्ड एन्ड 100 रुपियाँ तिर्नुपर्ने हुन्छ त्यो इन्ट्री गर्नको लागि। त्यसपछि हामी चेकपोस्टबाट लाग्यौँ, ललिपप खाँदै, चक्लेट खाँदै, कहिले च्युइगम खाँदै अनि भिडियो गर्दै रमाउँदै 4 जना भएर हिँड्दैछौँ। अनि म यहाँ फोटो खिच्दैछु। त्यसपछि यो भ्यू हेर्नु न, कस्तो दामी छ कि दामी छ, खतरा छ एकदमै। म त घरै आउनु मन लागेको थिएन, आनन्द फिल भएको थियो। अनि हामीले चेकपोस्टभन्दा अगाडि एकदमै धेरै गाह्रोवाला छ कि, त्यहाँ एकदमै उकालो छ कि यो हाइकिङ चाहिँ। अनि म थाकिरहेको छु, किनकि यो सेकेन्डचोटि होला मेरो। हाइकिङ त पहिला पनि धेरै लङ टर्म ग्याप पनि भयो, 1-2 चोटि गएको छु पहिला पनि, तर पनि त्यो 1-2 चोटि गएर चाहिँ हुँदैन। यो चाहिँ एकदमै थकित थियौँ हामी 4 जना, 4 ठाउँमा थियौँ। अनि कुनै ठाउँमा चाहिँ यस्तो इन्जोय पनि गरेको थियौँ फोटो भिडियो खिच्दै। अनि रमाइलो पनि भएको थियो एकदमै। एक्साइटेड हुँदै, खुट्टा दुख्यो भन्दै, सेसेर फेफे गर्दै हामी लाग्यौँ गन्तव्यतिर। अनि यहाँ चाहिँ बिच बाटोमा फोन नम्बरहरू रहेछ आर्मीहरूको। अनि त्यसपछि एकछिन थकाइ मार्दै फोटो खिच्दै, अब फोटो र भिडियो त खिच्नै पर्यो। त्यसपछि हामीलाई लाग्यो भोक, अनि हामीले खायौँ दालमोठ। अनि हामी बारीचुरी खाँदै खायौँ, साथीले लिएर आएकी थिइन्। अनि एउटा कुरा चाहिँ मैले पनि ब्याग लिएर गएको थिएँ। मेरो ब्याग मैले बोक्न नसकेर मेरो प्रिय साथी पुष्पाले बोकिदिन्। 2टै झोला बोकेर बिचरा उनलाई कति गाह्रो भयो होला। त्यही पनि गाह्रो नमानिकन एकदमै मलाई थकाइ लाग्यो, म सक्दिनँ भनेर उनले बोकिदिएकी थिइन् जाने बेला पुरै गन्तव्यमा। अनि हामी गाजर काँक्रा पनि खाँदै गयौँ। अनि त्यहाँ आन्टीले आइपुग्यो भनेको भन्नुभयो, अनि यति खुसी लाग्यो। अनि त्यसपछि हामी गन्तव्यमा पुगिसकेपछि म त्यो हुन्छ नि भ्यू टावरमा चढेँ, अनि हल्का भिडियो खिचेँ, किनकि म एक्लै गएको थिएँ त्यहाँ। साथीहरू उता हेर्न गएँ, अनि म चाहिँ खै किन हो एक्कासी सिधै चढेको, साथीहरू पनि आउँछन् भनेर, तर उनीहरू आएनन्। अनि पछि मलाई बोलाए, अनि म यहाँ झर्दैछु भिडियो खिच्दै। अनि कति राम्रो भ्यू थियो कि, एकदम क्लियर थियो अनि राम्रो पनि थियो, कस्तो आनन्द आएको के। अनि हामी हिँडेको त्यत्रो वर्थित भयो। त्यसपछि साथीले बोलाउँदै छिन्, अनि हामी भोक लाग्यो फेरि, अनि चटपटी बनाउनेतर्फ लाग्यौँ। साथीहरूले कसैले के गरेछन्, अनि बनिसक्यो चटपट पनि, हामी खाना थालिसक्यौँ। साथीहरूले चटपटी बनाए, खुलाए, भोक लागेको थियो, अनि कस्तो मिठो पनि भएको थियो के। अनि चटपटी नि खायौँ। अनि मैले फ्राइड राइस लगेको थिएँ, फ्राइड राइस पनि खायौँ, भिडियोमा चाहिँ छैन। हामी खाना भोक लागेर अनि खाजासाजा खाएर हामी पुग्यौँ फेरि त्यहाँ वरिपरि
एक्सप्लोर गर्न। अनि त्यसपछि मेरो साथीले चाहिँ यहाँ के भेटाइन् भनेपछि के नाम भन्दै थिइन् मैले बिर्सेँ। चबाट आउँछ तर हाम्रोतिर चाहिँ यसलाई के भन्छ थाहा भएन। मैले चाहिँ खासै खाएको थिएन, यो देखेको नि थिएन। अनि त्यसपछि साथीले यो खानेकुरा हो के, खाऊ लौ टेस्ट गर भन्दै दिएकी छिन्। नाम पनि यस्तो हाँसो लाउने थियो कि यसको। अनि त्यसपछि खायौँ। सुरुमा त अलि तितो तितो टर्रो टर्रो भयो, पछि पछि खाँदा खाँदा त मिठो लाग्यो। अनि साथीलाई आगै भाँचेर ल्याइछन् फोटो खिच्नलाई। अनि हामी खायौँ, मिठो लाग्यो। अनि त्यसपछि भिडियो खिच्न लाग्यौँ। कस्तो राम्रो ठाउँ थियो कि एकदमै आनन्द शीतल। अनि भ्यू पनि खतरा, काठमाडौँको भ्यू आउने। अनि हामी भिडियो खिच्यौँ, फोटो खिच्यौँ 4जनाको पालै पालो। अनि मेरो साथीहरूको कस्तो राम्रो राम्रो फोटो खिच्थे, तर उनीहरूले मेरो राम्रो फोटो खिचिदिएनन्। मलाई पिर परेको पनि थियो। अनि त्यसपछि अब जाम भनेर निस्किन लाग्यो। एउटा अङ्कल आन्टीले फोटो खिच्देऊ न नानीहरू भन्नुभयो। हामीले फोटो खिच्यौँ। अनि अङ्कलहरूले पनि खिचिदिनु भयो। हामी 4जनाको एउटा 2-3टा फोटो खिचिदिनु भयो ग्रुपको। अनि त्यसपछि हामी फेरि त्यहाँ राम्रो फोटो आउनेछ भनेर फेरि फोटो खिच्न थाल्यौँ पालै पालो। अनि त्यसपछि फेरि साथीहरू माथि भ्यूमा त्यो टावरमा चढेका थिएनन्। अनि फेरि हामी चढ्न गयौँ टावरमा। अनि त्यहाँ भ्यूहरू पनि फोटो खिच्दै थिएँ मस्त मैले। अनि फेरि अब जहाँ पनि 4जनाको फोटो खिच्ने पालै पालो खिच्न पर्यो नि एउटा फोनबाट। अनि त्यसपछि हामीले प्लेन पनि देख्यौँ अनि भिडियो गऱ्यौँ। रमाइलो भयो कि एकदमै रमाइलो। अनि भ्यूहरूको नि फोटो खिचेँ मैले। अनि प्लेन हेर्दैछु जुम गरी गरी कतिको राम्रो देखिन्छ, कहाँसम्म देखिन्छ भनेर। त्यसपछि मेरो भिडियो आयो। अनि मेरो साथीहरूलाई नि गाली गरेको छु, यसरी होइन यसरी खिच, यसरी होइन यो भएन भन्दै मैले थर्काउँदैछु। उनीहरूको राम्रो राम्रो मैले फोटो खिच्दै थिएँ नि त। अनि उनीहरूले एङ्गलहरू मिलाएको थिएनन्। अनि मैले गाली गर्दै थिएँ कि एकदमै भएन म खिच्दिनँ तिमीहरूको भने हो नि। त्यसपछि फेरि झर्दैछौँ, झरेको नि भिडियो खिच्दै छिन् मेरो साथीले कि बहिनीले खिच्दै छिन्। अनि त्यसपछि झऱ्यौँ हामी, अब फर्किन लाग्यो। अनि रमाइलो भयो। अब फर्किने पनि फर्किने बेला छिटो फर्किनुपर्छ भनेर हामी हिँड्यौँ। किनकि 4 बजे हामी त्यहाँ गेटमा आइपुग्न पर्नेछ। जङ्गलको यात्रा। अनि हामी झोलाझुम्टो आफ्नो फोरो खाएर फालेको फोरो पनि बोकेर हिँड्यौँ। किनकि फोरो फाल्न त हुँदैन, हामी ज्ञानी मान्छे राम्रो मान्छेले फोरो फाल्नु हुँदैन, फोरो साथमा लगेर घर लानुपर्छ। अनि साथीहरू भिडियो गराइछिन् मक्खैछिन्। अनि फर्किने बेला नि राम्रो जता देख्यो भिडियो खिच्ने कि फोटो त त्यो हाइकिङ भन्दा नि फोटो र भिडियो खिच्न गए जस्तै हुन्छ लेडिजहरूलाई हामीलाई। नाच्दैछु, नाच्छ। अनि हेर्दैछु, हिँड्यौँ फर्किँदैछौँ। भ्यूहरू पनि यस्तो राम्रो देख्यो कि खिचिहाल्यो। त्यसपछि हामीले आँप पनि खायौँ, आँप लगेको। अनि हामी आँप खाँदै फर्क्यौँ। ल थ्याङ्क यू सो मच फर वाचिङ। हाम्रो भिडियो यति नै हो। अब फेरि पनि हामी अर्को हाइकिङ गयौँ भने भिडियो बनाउँछ। माया गरिदिनु ल मेरो भिडियोलाई। जानी नजानी बनाएको छु पहिलोचोटि भोइस ओभर गरेर। थ्याङ्क यू फर वाचिङ माई भिडियो। माया गरिदिनु होला राम्रो नराम्रो। ओके बाई।